2015 सालको ऐतिहासिक निर्वाचनबाट सभामुख हुनुभएका कृष्णप्रसाद भट्टराईले केही मानकहरू स्थापित गर्नुभएको थियो। सरकार सत्तापक्षको हुन्छ, संसद विपक्षको हुन्छ भन्ने मानक त्यति बेलै स्थापित भएको थियो। त्यसलाई हामीले अघिल्ला संसदीय अभ्यासहरूमा कति उतार्न सक्यौँ भन्नेमा प्रश्न आउला, शोधकर्ताहरूले यसमा चाहिँ विश्लेषण गर्दै गर्लान्, तर त्यो एकचोटि फर्केर न्याय गर्नुपर्ने मानक हो जस्तो हामीलाई लागेको छ। प्रचण्ड बहुमतले सत्तापक्ष बलियो हुँदै गर्दा विपक्षीहरूप्रति थप उदार र सहिष्णु हुनुपर्ने पनि हाम्रो पार्टीको मान्यता रहेकै छ। बहुदलीय व्यवस्था पुनर्स्थापित भएपछि 48 सालका पहिला सभामुख दमननाथ ढुङ्गानाले पनि आधुनिक युगका लागि संसदीय अनुभव बिर्सिसकेको नेपाली पुस्तालाई पनि ती उच्च मानकहरू के हुन सक्छन् भनेर पुनर्स्थापित गराउनु भएको स्मरण म यहाँ गर्न चाहन्छु। उहाँले पनि बडो डिग्निटीका साथ त्यो पदलाई न्याय गर्नुभएको अहिले इतिहासकारहरूले पनि मूल्याङ्कन गर्ने गरेका छन्। थिति बसाउने, पद्धति बसाल्ने र कहिलेकाहीँ निरस हुने संसदीय गतिविधिहरूलाई पनि उहाँले असाध्यै उच्च हास्य चेतले पनि चाहिँ पस्केर संसदलाई जीवन्त बनाउनु भएका उदाहरणहरू छन्। त्यति बेला असाध्यै विरोध गरिराख्नुहुने एकजना सांसद हुनुहुन्थ्यो, विरोध खतिवडा, सधैँ विरोध गर्ने र सभामुखको पदबाट दमननाथ ढुङ्गाले भन्नुहुन्थ्यो, हजुरको काम विरोध गर्ने, मेरो नामै दमन, मेरो काम चाहिँ दमन गर्ने भन्नुहुन्थ्यो। त्यसैले यो खालको एउटा हाउसलाई जीवन्त, लाइभली एउटा कर्मकाण्डमा मात्रै सीमित नगरिकन नेपाली जनताका मुद्दाहरूलाई मुखरित गर्ने एउटा स्पेस प्रदान गर्ने त हो नै, तर त्यसलाई नतिजासम्मै टुङ्ग्याउने र त्यो प्रक्रियालाई जीवन्त एउटा लोकतन्त्र यसरी पनि बग्छ है भनेर देखाउने जिम्मेवारी सभामुखमा हुन्छ। हामीले उहाँबाट त्यो सिक्ने हो।